फोटोको राम्रो फोटोहरु चाहिँ राम्रो तर यस्तो छाल आउँदैन के त्यहाँनेरि बीचकै हिसाबले त मलाई बीच जस्तो त्यस्तो लाग्यो त्यस्तो राम्रो लाग्यो बरु सेन्ट किल्ला चाहिँ यतिकै राखिदिएको क्या त्यो ड्रिङ्क्स गर्नको लागि होइन तर सबिन्दा होइन यति यहाँ जति त राम्रो छ नि तर सेन्ट किल्ला सेन्ट किल्ला त 4 चाहिँ 4 छ क्या है अरू भन्दा नि बनाएको थियो कस्तो बनाएको थियो हामी जाँदाखेरि त्यतापट्टि गना थियो पेन्गुइन हेरेर बसेको पेन्गुइन आउँदैन होइन फिलिप आइल्यान्ड गयो ट्रेन हेर है भाइ ट्रेन म चढ्यो फिलिप आइल्यान्ड जान पाइनँ नि भाउजू हामीले फुल उल्टो दुईटा हो कि उल्टो सुल्टो के हो जोडेको ट्रेन अनि हामी डान्डेनङ गयौँ क्या मलाई त्यही रिग्रेट लाग्छ कि म मेलबर्न बसेर फिलिप आइल्यान्ड चाहिँ जान पाइनँ भाउजू जानुभयो फिलिप आइल्यान्ड सिटी वेस्ट गएको छैन मलाई त काममा एकजनाले कति बेर पर्खेपछि बल्ल पेन्गुइन देख्यो खोइ के तर यत्रो चरा त नर्थ त्यस्तो लागेन भन्दै थियो तर फेरि पानी भन्दै थिएँ है तर जान्छु गएको छैन तर अरूको हेर्दाखेरि त्यति राम्रो ओ बल्ल घर देखेँ दामी दामी अघि बिहान जान देखिरहेको ख्यालै गर्दै थिएन बल्ल बाहिर हेरेर जस्तो भाइलाई गर्दै हो टनेल उहाँले देख्नु भएको छैन कि ठुलोवाला हेलो गाइस नेपालको टनेल बानल लाइभ छैन भिडियो ट्याक्कै सर्ट गरेर राख्नु पर्ला कि भाइलाई भिडियो पनि एडिट गर्न आउँछ अरे कुनबाट युज गर्नु तिमीले फिल्मोरा छ एउटा फिल्मोरा एपबाट फ्री हो त्यो फ्रीवाला छ डाउनलोड गरेर त्यसलाई चलाउन मिल्छ वाटरमार्कहरू आउँदैन होला आउँदैन अनि कति मिनेटसम्मको भिडियो एडिट गर्नुहुन्छ क्लिपहरू लिएर राख्ने 5 मिनट 10 मिनट 15 20 आधी घन्टा लामो लामो भिडियो काट्दै अनि फेरि त्यसको एउटा आधी पार्ट ओ, कथा हो? कतापट्टिको आधी पार्ट राख्ने त्यस्तो मिल्छ मिल्दैन मिल्छ कता हो यो साउन्ड बाइकको साउन्ड नै अगाडि त साउन्ड बाइक भएन गाडी के हो यता होइन होला त ए उच्चको हो क्या होइन गाडी माथिको जस्तो बाइक पछाडि एकदम पछाडि छ एकदम पछाडि छैन अब हामीले जाने बाटोमा बिल्डिङहरू देख्दैन होला है कति छिटो जस्तो लाग्यो है जाँदा आउँदा चाहिँ हामी पहिला क्यानबेरामा बसेको अथवा त्यो अस्ति हामी बसेको अपार्टमेन्टमा बसेको हो भने लाग्दैन 17 फ्लोरमा थियो क्या स्विमिङ पुल भाइ हजुर हामी बसेको पहिलाको फ्लोरमा माथि 17 फ्लोरमा त्यो पनि जिम पनि माथि नै थियो सबै ए माथि गएर स्विमिङ गर्दै भ्यू हेर्नु मजा आउँथ्यो खासै क्राउनमा क्राउनमा होइन हामी बसेको अपार्टमेन्टले के पहिला क्यानबेरामा ए त्यो अपार्टमेन्टबाट साफ क्यामेराको भ्यू देख्थ्यो माथि छतमा तर क्यानबेरा त अलिक यहाँभन्दा पनि धेरै नै सानो छ अरे है सानो पनि छ नि त यो भने धेरै सानो क्यानबेरा चाहिँ खासै प्रायः मान्छेले मन पराउँदैन तपाईँहरू कति वर्ष बस्नुभयो 1 वर्ष बस्नुभयो 2 वर्ष बस्नुभयो मलाई त तक्सक दाईहरूको त्यो अपार्टमेन्ट त कस्तो होटलहरू जस्तो लागेको क्या त्यो होटलै हो नि त खासमा पोखराहरूतिरको होटलहरू के अरे त्यो हुन्छ नि बुटवलहरूतिर के होटलै हो त्यो होटल पनि हो त्यहाँ एयरबिएनबी पनि हुन्छ यो त नहाल्नु यार लाइभ गरेर कस्तो लाइभ होइन के भिडियो मात्रै गरेको एउटा यत्तिकै युट्युब च्यानलमा हालिदिन्छु कि केही नै छैन यो त कति छ तिम्रो
तिम्रो युट्युबमा फलो छैन त यस नयाँ आइडी हो पुरानो आइडी ब्यान्ड भएको कति छ पुरा किन पुरानो आइडी त्यो अरूको गानाहरू राखेर कपिराइट लागेको रहेछ मैले ख्यालै गरेन अनि ब्यान्ड भइदिएँ कति 400 पुगेको थियो त्यो अरूको गानाहरू राख्दा कपिराइट नलाग्ने तरिकाले चाहिँ कसरी राख्छ मान्छे? बोल्नुपर्छ कि थोरै केही त्यो के यस्तो बोल्नु गाना पर्छ? मात्र बजिरहेको भने कपिराइट हुन्छ क्या किन अनुमति बिना राखेको हुन्छ नि त त्यो म्युजिक तर त्यो गाना अलिक ब्याक म्युजिकमा तर गफ गरिरहेको छ भने चाहिँ हल्का उनीहरूले वार्निङहरू दिन्छ क्या कपिराइट भएको छ यस्तो नगर भन्छ अनि तर पनि फेरि फेरि हालिरहेको भने चाहिँ ब्यान्डै गरिदिन्छ क्या आइडीले तर अब अलिकति म्युजिक त्यो गाना प्रष्ट चिनिने टाइपको हुन भने हल्का म्युजिक टाइपको भयो भने त केही फरक पर्दैन तिमी नो म चाहिँ खाना बनाइहाल्छु नुहाउनु पर्दैन मलाई त भोलि बिहान नुहाउनु पर्छ हौ तिमी त पुरै साबुन तिनी हेर म आजै नुहाएको अघि दिउँसो नुहाउनु मन लाग्यो फेरि बिचमा आयो फेरि नुहायो अन्त कसरी निद्रा लाग्यो जस्तो भयो मलाई कस्तो निन्द्रा लागिरहेको छ। तर त्यस्तो फरक पर्दैन नेपालदेखि तपाईँलाई त गाह्रो भएन होला यहाँ आउँदा 2 घन्टाको मात्रै फरक छ बेबी तिमी ड्राइभ गर्छौ 5 घन्टाको फरक हुन्छ पुरा शनिबार कहिले आउँछ पुरा किन बेबी बुढा मेरो त्यो कलेजको गरिहाल न ल, प्लिज ल, अनि त्यो गर्छु, अनुसार इनरोल गरेर म काममा भन्छु कि ल, म ल, कुन ल, दिन ल, नगर्ने भनेर ल, यो बिहान हप्तामा बस्छु भन्छु म यो हप्तामा स्योर गर्छु ल 100% सरी यो हप्ता यो हप्ता भन्नाले अझ यो भोलि पनि होइन फ्राइडेसम्ममा हो क्या अन्त अस्ट्रेलियामा नेपालमा 150-60 लिटरको तेल भयो चाहिँ पेट्रोल भयो चाहिँ यहाँ कति छ यहाँनिर तिम्रो सबभन्दा सस्तो 1.55 हुन्छ ट्युसडे हजुर $2 1 लिटरको ए भनेको तिमीले फुल ट्याङ्की हाल्दाखेरि हजुर त्यो 40 लिटर जति हाल्दाखेरि हजुर सबभन्दा लो क्वालिटीको है फेरि अँ तर राम्रै तर लो क्वालिटीको अँ सबभन्दा होइन सेकेन्ड लो क्वालिटीको हाल्छु म त सेकेन्डवाला हाल्छु कि सेकेन्डवाला हजुर मतलब एभरेजवाला हजुर अनि 2-3 महिनामा चाहिँ एउटा एकचोटि चाहिँ राम्रो हाल्छु क्या म ठिकै हुन्छ अरे यस्तो हाम्रो जस्तो गाडीमा फेरि ऊ पनि हाल्नु पर्दैन नि त खतरा प्रिमियम पनि हाल्नु पर्दैन नि त $2 जस एभरेजमा 160 भनौँ न 1.60 1 लिटरको 1.60 भनेको अहिले 100 को हिसाबले गऱ्यो भने कति भयो 160 160 सस्तै हो होइन सस्तै हो नेपालमा कति हो नेपालको जस्तो जस्तो नै हो नेपालमा नि त्यति नै लिटरको फुल हाल्दाखेरि अब यहाँनिर कति पर्यो 7,000 जति पर्छ क्या ए एक हप्ताको लागि एक हप्ता त्यो 5-6 दिन धेरै कुद्यो भने थोरै कुद्यो भने त तर जे सब काममा जान घरमा आउन यस्तो घरको काम मात्र गऱ्यो भने त 2 हप्ता पुग्छ तर अब यसरी गइन्छ अनि फेरि अब उसलाई पुऱ्याउन लिएर लिन जान्छु त्यो भए चाहिँ एक हप्ता जस्तो पुग्छ 5 दिन 6 दिन यहाँ कमाइ यहीँ खर्च गर्न सकिन्छ घर जाने बाटो बताइरहेको छु कि कारले घर आइसक्यो म्याप लगाएको छु क्या म त अस्ति त गफ गर्दै गर्दै म्याप नलाई ओ कटाइ साउन्ड छ यार घर। सरी बेबी यस्तो गरिदिनु यस्तै गर्थेँ कि कोच चाहिँ यहाँबाट सिधै गयो भने कोच पुग्छ क्या यहाँबाट सिधै हिँड्दै जाने त हो यहाँदेखि सिधै हिँड्ने गयो भने सबै गर्ने कोल्सहरू पाइन्छ मलाई त अब त म्यापसेप लाउनु पर्दैन सुरु दिन चाहिँ क्या सबिन दादा घर छोडेर कहाँ पुगेछु क्या हिँडेर पनि गफ गर्दै गर्दै मम्मीसँग फेरि फर्किनु पर्यो कहाँ यहाँ म म्याप सिधै त हो भनेर म्यापै नलाई हिँडेको त मैले बिर्सेछु क्या घरै हिँडेको भएछु म त 5 मिनट नै धेरै बेबी ओके
रेट माई ड्राइभिङ आजको 10 मा कति रेट गर्छौ? Why so less? I thought you 9.5. गाइज घर आयो हामी हाम्रो ब्युटिफुल हाउस आयो होम स्वीट होम हामीलाई लाइटले स्वागत गरेको छ अघि यता पनि बल्छ एकछिनमा खै बोलिनै वाउ बोल्यो मेमोरी फुल होला है तपाईको लाइट बलेको सबैजनालाई आज मसँग आइदिएकोमा सबैलाई धेरै धेरै धन्यवाद ठिकै छ त्यस्तै हो खालि गाइहाल्नु यार धन्यवाद सबै दादा थ्याङ्क यू सो मच फर यर प्रेसियस टाइम आई रियली एप्रिसिएट दैट पाउजु हजुरले आउनु भयो भाउजूलाई म थ्याङ्क यू भन्दै भन्दिनँ घर आयो खुट्टामा लाग्यो दाइ बल खेला पनि हो क्या दुईटा बल रहेछ यसो खेल्दै हाल्यौँ न त ल दाइ कमान लाइभ होइन त भिडियो नर्मल उले गरेर हो छैन बरु तपाईले खेलेको गेम लिनु न त्यसबाट वार्म अप चाहियो वार्म अप ओके लेट्स गो नबोलेको भन्ने लाइट छ दाइको कपडा यो त नर्मल यो मैले गरिने थिएँ भन्दा त कति छ उहाँलाई म्याचमै खेलाउनु रङ लिएर जानु न फेरि चिसो घरभित्र आयो अब एन्ड गर्नु पर्यो हाम्रो घरको यहाँ फल कसले टिप्यो यत्रो थियो यहाँ त अनार त्यही होला नि कसले टिप्छ र यहाँ यत्रो ठुल्ठुलो अनार थियो त यही नजिकै कसले टिपेर लान्छ या हो त कति धेरै छैन यहाँ त ठुल्ठुलो अनार थियो त अनि यो अनार लगाएर के गर्छ फल्दैन त यो बोर्डबाट टिपी त है म अस्ति आउँदा यहाँ ठुल्ठुलो अनार थियो कि दाइ हो यार यहाँको कसले टिप्दो रहेछ यहीँनिर ठुलो अनार थियो कि ओहो ठुलो भयो नि खान पाइयो भनेर बसेको थिएँ म दुईटा त छ अहिले ठ्याक्कै यहीँनिर थियो कि ठुलो यहाँनिर एउटा दुईटा मात्र छ मैले त यहीँनिर ठुलो भेट्दा थिएँ कसले रहेछ टिपेर म त कहिले फल्दैन खान Who is this rat? Who took our fruit, huh? त्यो दाइको नि हरायो भन्थे त्यो दाइलाई याद छ बुढाहरू त्यहाँ बसिरहेको बेला न तिमीले राख्नु भए राख न त तिमीलाई ओ दाइ म लगेको याद छ भाइ अब के गर्नु को हाम्रो कुकर त्यो दाइ आएर त दुईचोटि म त आउनु होला बिहान पनि आउँदा थियो थ्याङ्क यू भाइ वेलकम किन 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 त्यसै वेलकम भनेको खै अब रमाइलो भिडियो एन्ड गरौँ अब यो पनि